के फर्काउने हामी के उ हो मान्छेलाई लुट्ने तपाईँ के गर्नु तपाईँ झन्डेर के गर्न आएको तपाईँ के देखाउनु हाटेर किन आउनु होइन पोलाइटनेसले बोल्न मिल्दैन होइन मैले जा भनेको ए के गर्छ भन्छ मलाई अनि मैले के गर्नु तँलाई होइन हाम्रो प्रहरी हाम्रो साथी होइन र मैले भनिरहेको जा भनिरहेको छु सिटी फुकेर जा भन्दैछु मलाई के गर्छस् भन्छ मलाई अनि उसलाई के गर्नु मैले त तपाईँले पनि त ट्राफिकहरूलाई त उ गर्नु भएन नि त कठोर काम गर्ने अनि हामीलाई धम्काउने चाबी पनि नखोज्न पाउने यसलाई चा पनि भन्न नपाउने हामीलाई उल्टै धम्काएर हामी के सौदाको छोरा हो हजुर सौदाको छोरा होइन तर यसरी अहिले जुन हजुरको पक्ष मलाई यो गाली त्यो राम्रो त होइन नि त मलाई गाली गरेर मलाई कुदेर आएर धम्काएको छाड्नुभयो नि त मलाई गाली गरेर यसलाई धम्काएको मैले तपाईँले किन गाली गर्नु मलाई मैले गाली गरेर म वहाँ पर रोकिरहेको एकजना मान्छेले वेटिङमा छैन अनि त्यहाँ त उहाँसँग राइट छ तपाईँको डकुमेन्ट हेर्न राइट सहित उहाँ बोलेको रङ छ है यसरी बोल्न पाउनुहुन्न उहाँले तर तपाईँको डकुमेन्ट हेर्ने उहाँको राइट छ है फेरि होइन तर यसरी हजुर यसरी एग्रेसिभ नहुनु छ मलाई गाली गरेर म कुदेर आएको छु म जा भनिरहेको होइन हजुरले साले साले बोलेको त मैले सुनेर म झरायो आउँथेन तपाईँको सेस राम्रो छ हाम्रो सेस राम्रो त हुँदैन उहाँले दाइ हजुरले पनि मुख छाड्नुहोस् है साले भनेको मुख छोडेको कि नै साले भन्नुहोस् है अलि भन्नुहोस् म त रोक्दै रोक्दिनँ म बाइकै रोक्दिनँ म जान्थेँ हो नै त्यति त म थिएन तर तपाईँ एग्रेसिभ भइसकेपछि म रोक्यो यहाँ होइन यो यस्तो सानो विवाद गर्न नहुने हो कि तपाईँ पनि एग्रेसिभ हुनुहुन्न उहाँ पनि एग्रेसिभ भएर यसरी बोल्नु हुँदैन बोल्ने शैली होइन नि त होइन नै उहाँ दिनभरि काम गर्नुपर्छ ट्राफिकलाई धेरै दुःख देखान् के यो होइन नि के गर्छ होइन के होइन नि सर तर हजुर एग्रेसिभ हुनुभएको यो सम्मति हुन्छ एग्रेसिभ हुनुभएको थियो है म रोक्दाखेरि मैले त थाहा भएन तर हजुर एग्रेसिभ भएपछि म रोक्यो हो म हुन्छु तपाईँले पनि दाइ कहाँ यहाँ प्लिज दाइ बी कुल तपाईँ पनि कुल हुनु दाइ होइन त्यो झगडा गरेर फाइदा छ छैन नि सबै कुरा अधिकार छ पठाउन सबै अधिकार छ हामी पनि नखोज्नु तपाईँले जहाँ भने हामीलाई गाली खाएर बस्नु पर्यो रोडमा धुलो धुवा हामी खाएर बस्नु पर्यो अनि दाइ सिटी फुकेपछि त तपाईँ जानु पर्यो त उहाँलाई नि भगाइराख्नुपर्छ सयचोटि होइन यो त टार्गेट त भन्न मिल्दैन होला दाइ उहाँ त जानै छैन नि त तपाईँप्रति किन टार्गेट गर्नु तपाईँलाई तर हामी कम्प्रोमाइज गर्न मिल्दैन तपाईँ दुईजना कुन अपशब्दको कारवाही गर्नुहुन्छ भने तपाईँ पनि कारवाहीमा पर्नुहुन्छ फेरि तपाईँले पनि अपशब्द बोल्नुपर्छ साले बोल्नुपर्छ मैले सुनेर रोकेको छु है दाइ नै मैले सुनेर रोकेको दाइ नै त्यो सुने मैले भनेको उहाँको अपशब्द छ भने तपाईँले पनि रिटर्न ब्याक अपशब्द बोले हो उहाँले रफ शब्द दाइ उहाँले रफ शब्द बोलेको मैले देखिनँ तर हो उहाँले बोल्नुभयो हजुरको कुरा राइट छ तर तपाईँले पनि रिटर्नमा रफ शब्द बोले है त्यो थाहा छैन हामीलाई त्यही त तर अपशब्दमा उहाँलाई काट्न मिल्दैन कि तपाईँले पनि रफ शब्द बोल्नु छ साले भनेको रफ शब्द त हो होइन र रोक्दिनँ तर म बाइकै रोक्दिनँ दाइ म रोक्दिनँ दाइ बाइक
अफिस आउनुहोस् अब यस्तो के दाइ अब उहाँले पनि बोल्नुभयो हजुरले पनि बोल्नुभयो मिलेर चिट काट्नु न एउटा चिट काट्नु काम गर्न दिनु न सिटै काटेर समस्या समाधान हुने उसलाई दिनमा 10 चोटि 60 चोटि म बगाउँछु उहाँलाई कोही मान्छे हो यहाँ आइराख्छ अरू मान्छे आउँदैन जति आउँछ यता सुन्नुहोस् यहाँ चाहिँ 100 पठाउँछ 200 आउँछ आउँछ म यहाँ आछु त तपाईँले के भन्नु यो भन्दा अगाडि मलाई टार्गेट बनाएको मैले के किन टार्गेट बनाउनु त हो त्यो त म हजुर उहाँले बोल्न मिल्दैन होइन किनकि हजुरको सुरक्षा दिने काम हो जो छ मैले टार्गेटवाला के बनाएको चिनेको छु म आफन्तद्वारा कि के गल्ती अब उहाँको के हिसाबले हल्ले चिट काट्नुहुन्छ उहाँको लाइसेन्स नभएर काट्नुहुन्छ कि के शब्दमा चिट काट्नु छ अब नै चिट के शब्द काट्नु छ के काट्नुहुन्छ के लेखेको यहाँ हुनुहुन्छ दाइ यहाँ हुनुहुन्छ बसिराख्नु पर्छ त नै यो मान्छे यतिकै त बस्न पाउँछ नि त 2 मिनट पाउँछ नि नै त्यही तर नो पार्किङमा त भएन नि त दाइ के को चिज काट्नुहुन्छ पहिला त्यो भन्नु त मलाई नो पार्किङ बसेको यहाँ मान्छे यहीँ बसिरहेपछि नो पार्किङ हुन्छ दाइ बसेर नै स्टार्टमा बसिरहेको यस्तो के हामीले सधैँभरि डिस्कस गर्नु हुँदैन गल्ती गरेर न पुलिसले गर्ने हो होइन गल्तीको कुरा छैन दाइ मैले म त पक्षमा थिएँ दाइ म हजुरकै पक्षमा थिएँ तर रपोर्ट आयो भने मैले भने यो बोल्नु हुँदैन एग्रेसिभ हुनु हुँदैन भन्ने कुरा हो ठिक छ सर ब्लु बुक लिनु भाइ जानुहोस् हामीले प्रहरीसँग डिस्कस गर्ने होइन तर के उहाँले के आधारमा चिट काट्नुहुन्छ भन्ने मात्रै म सोधेँ गल्ती गरेपछि त चिट काट्ने गल्ती के भयो त नि गल्ती के भयो अनि उहाँको यसरी बसेको त नो पार्किङ त भएन एकछिन बस्नु साइड म एकछिन जान्छु कति आउँछ कति बस्छ लेखेको छ हेर्नु त घर जाने हो यो त मेरो जग्गा हो र म किन पार्किङ त्यो त मेरो हो र मरे गर्ने हो र हुँदैन नि दाइ तर यसरी बसेकोलाई दाइ हजुर नो पार्किङ काट्ने हजुरको त्यो दिँदैन जस्तो लाग्छ है छैन हो हो जानुपर्छ त्यही त अब कुन तरिकाले चिट काट्नु छ नै हजुरहरू कोलेजमा मिलेको राम्रो तर कुन आधारमा चिट काट्नु छ त्यो त भनिदिनु पर्यो नि त नै अब चिट काट्छु भनेर लिएर जानु भयो नि त हेर्छन् हामी यहाँ कतिचोटि आएर उहाँलाई खेलिरहेका हुन्छौँ तपाईँ एकछिन म हट्छु त्यहाँ एकछिन तपाईँ साइडहरू बस्नु होइन त्यो त मैले मानेको दाइ तर अहिले चिज काट्नु उहाँलाई मिल्दैन नि त अहिले रिसेन्टली कुनै पनि आधार छ त चिज काट्ने आधार त छैन नि त दाइ सम्झाउनु आफ्नो नाममा छ त चिज काट्नु हो काटेको छैन